देखेपछि टाइम ल्याग जान पाउँदा सरले वर्षभरिको नोट एकै दिनमा मागेपछि एक्जाम नजिक आउँदै गर्दा एक्जाममा सरले भएको भन्दा अर्कै क्वेसन आएपछि एक्जाममा सिकाउने साथी भेट्दा एक्जाममा परेको साइडको साथीको बेन टाढा हुँदा एक्जाममा साथीले कपी छेकेपछि एक्जाममा आफूलाई केही नआएर साइडको साथीलाई सोद्धा सुनेर नै नसुने जस्तो गरेपछि एक्जाममा 10 रुपी पठाइ परेको सरले देखेपछि अप्सनको दुईटै क्वेसनको एन्सर आफूलाई नआएपछि जब एक्जाममा साथीहरू फेल भन्दै आएपछि रिजल्टको दिन आएपछि टपर्सहरूको डिस्कसन सुन्दाखेरि धेरै नोटहरू हुँदा जब टिचरले उठाएर हिजो पढेको कुराहरू रिभाइज गर्न भन्दा क्लासमा केही नबुझेपछि टिचरसँग प्रब्लम लिएर जाँदा उल्टो फकाएर पठाएपछि मिनेट पढेर आफूले आफूलाई सोधे टिचरले क्लास 10 मिनेट अगाडि छोडिदिन्छु भन्दा लगातार एउटै सब्जेक्टको क्लास भएपछि खाली पिरियड आउँदा अब आफू सिमिली हुने कुरा थाहा पाएपछि पढ्नेछु जति दुःख भए पनि एट द एन्ड हामी